शुभेच्छा रहन्छौँ सबैजना एकदमै आरामै छु गाइस लेट्स गो गाइस लासो लासो नाच्दाखेरि एकअर्कालाई छुए पनि कुल्चे पनि बाइ चान्स कुल्चिन पनि सक्छ नाच्दाखेरि यो भिडभाड छ हाम्रो या यो भिडभाडमा यसरी अर्कालाई हामी लासो गाइस लासो लासो भ्लग है र खुट्टा किल्चिन पनि सक्छ तर त्यो कुरालाई यहाँले माइन्ड गर्नु हुँदैन है ओके मूलमा यस्तै हो हाम्रो लोसारमा हामी सबैजना रमाइलो गर्न आएका छौँ त्यसैले कसैले कसैलाई त्यसरी खुट्टा कुल्चिहाल्यो भने पनि हामीले माइन्ड गर्नु भएन है अर्को कुरा चाहिँ यहाँ कसैले साथीभाइहरूले केही चिजहरू हरायो भने तपाईँहरूले यहाँ स्टेजमा ल्याएर हामीलाई दिनुपर्ने हुन्छ दोस्रो कुरा अनि तेस्रो कुरा चाहिँ हामी सबैजना तामाङहरू सभ्य छौँ है यो त मैले भनिराख्नु पर्ने कुरा हामी सबैजना सभ्य भएर चाहिँ कार्यक्रमलाई सफल बनाउँछौँ यो कार्यक्रम कति बजेसम्म चाहिँ हुन्छ कति बजेसम्म चल्छ भन्ने चाहिँ तपाईँहरूको हातमा छ यदि तपाईँहरूले हामीलाई सपोर्ट गर्यो भने यो कार्यक्रम हामी 9-10 बजे 11-12 बजे भोलि बिहानै भएसम्म भए पनि यदि तपाईँहरूले सभ्य भएर कार्यक्रमलाई सफल पार्न सहयोग गर्यो भने हामी यो कार्यक्रमलाई सञ्चालन गर्नेछौँ भने यदि हजुरहरूले हामीलाई सपोर्ट गर्नु भएन खुट्टे स्टेजमा बोलाउन चाहन्छु र हाम्रो तयारी अवस्थामा अनुरोध गर्न चाहन्छु बसेका छन् यता आउनु होला आज हामी नेपाल तामाङ संस्कृति गेदौँ यो चाबी भेटिएको छ यो कृपया हाम्रो आयोजक टिमलाई सपोर्ट गरेर तपाईँ लिन सक्नुहुनेछ र यो पर्स भेटिएको छ यो कसको हो तपाईले सम्पर्क गरेर लिन सक्नुहुनेछ हाम्रो आयोजक टिममा र आज थुप्रै यस्ता नोटिसहरू आउने गर्दछन् त्यसैले हामी बीचमा तपाईहरुलाई सतर्कता गराउनेछौँ यो हुलमा तपाईले आफ्नो मोबाइल पर्स र त्यसैगरी गहना र अन्य महत्त्वपूर्ण सामग्रीहरूको एकदम सुरक्षा आफै गर्नुहोला र त्यसैगरी आफ्नो छोराहरूको सानो बच्चाहरूको पनि ख्याल राख्नुहोला किनभने यो भिडभाडमा आउने गर्छ एकले अर्कालाई तपाईले ठेस पुर्याउने एकले अर्कालाई अप्ठ्यारो पुर्याउने यस्ता खालका क्रियाकलापहरू नगरिदिनु होला झगडा नगरिदिनु होला र तपाई हामी तामाङ समुदायबाट यति ठूलो भिडमा पनि एकदम सभ्य र भव्य तरिकाले हामीले कार्यक्रम सञ्चालन गरेका हौं भन्ने एउटा इतिहास राख्नुपर्छ त्यसैले तपाईहरु दर्शक महानुभावहरु हाम्रो भगवान रूपी दर्शक महानुभाव हो तपाई हाम्रो महत्त्वपूर्ण जिम्मेवारी बोकेको महानुभावहरु हुनाले तपाईले पक्कै पनि हामीलाई साथ दिनुहुनेछ भन्ने हामीले आशा राखेका छौं र अर्को कुरा भनेको यहाँ भर्खरै खेल खेलाइएको कुरा पनि सुन्यौं हामीले यसरी खेल पनि नखेलाइदिनु होला किनभने यहाँ रमाइलो गर्नको लागि आउनु भएको छ हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू उहाँहरूको पैसा लुटिएको छ त्यसैले यस्तो खालको अवैधानिक खेलहरू नखेलाउनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु भर्खरै मात्र हाम्रो अनुगमन टिमले एकजनालाई समातेर सुरक्षामा बुझाइसकेको छ र सुरुमै तपाईहरुलाई नेपाल तामाङ बोन्बोद्वारा सिधै गइराखेको हैन नोटिस पाएको छु र यो को लागि चाहिँ बोन्बो नाच हो यो यहाँबाट नाच्दै नाच्दै उहाँ बिदा हुनुहुनेछ चिनबहादुर शर्मा गुरु डिके शर्मा अनि बुद्धि गोले शरण ओइ तिमीहरु क्लिकली नभाग न किन हर्कबहादुर शर्मा यसो नभाग न उहाँहरूलाई यो ठाउँमा हामीले बोलाउँदै उहाँहरू बिदा भएर जानुहुनेछ रोहान चाहिँ आफ्नो गन्तव्यको प्रस्तुति राख्दै यहाँबाट बिदा हुनुहुनेछ र यहाँलाई फेरि पनि जानकारी गराउन चाहन्छु यस्तै छ पैसा गहना र अरू आफ्नो एकदमै इम्पोर्टेन्ट सामानहरू छ एकदमै ख्याल राख्नु निम्ति अहिले म हार्दिक अनुरोध गर्न चाहन्छु हाम्रो यस्तो छ है गाइस देख्न सक्नुहुन्छ यहाँबाट आउँदैछ है यहाँबाट चाहिँ जाने हो डाइरेक्ट लाएर आयु भ्लगलाई वान
यस्तो देख्न सक्नुहुन्छ गाडीहरू सबै जान्छ होइन गाडी राजु आऊ छिटो ल आइसक्यो है केटाहरू ओइ रोहित ए निस्क छिटो आइ त्यस्तो छ यार अगाडिबाट हो नि जाने त यताबाट निस्किने हो ल ल ल आऊ आऊ केटा आऊ ओइ छो है मलाई छो त्यस्तो छ है धरेर अगाडि माथिको हेर्नु माथिको दृश्य देख्न सक्नुहुन्छ जामै जाम छ पुरै है कसरी जान्छ आज पैसा भएर नि काम छैन है पैसा भएर नि काम छैन आज त देख्न सक्नुहुन्छ गाइस तपाईँहरूले ट्याक्क लाएर यस्तै छ घर अगाडिको माहौल यस्तै छ है हाम्रो त यही हो भने झगडा पर्छ यहाँनिर हल्ला चाहियो हल्ला के भन्न चाहन्छु भन त ल ल ल हाम्रो बन्ने भयो मात्र कताबाट यता सिधै रोड क्रस ओहो बिस्तारी बिस्तारी बिस्तारै कहाँ जाने हो र त्यही त जाने हो कहाँ जाने हो र त्यही त जाने हो कहाँ जाने हो र त्यही त जाने हो मगर हो यो कहाँ लगाएर राम्री दिनभरि हाम्रो दादा सरी त्यस्तै छ है हाम्रो दादाहरू चाहिँ कलमा एक कलमा आउँछ हाम्रो मान्छे मानिसहरू लासो लासो भनेर यस्तरी हिँडिरहेको छु मैले कसैले रिप्लाई पनि गर्दैन त्यो यस्तै छ है यस्तै छ हात आउँदो रहेछ यार त्यही यस्तै छ है गाइज गरेर आऊ के बोलेको राज के बोले यस्तै छ भिड यता त केही छैन हेलो हेलो Little good trip for Annadana. Oh, I don't know. Annadana भनेको के हो? I don't know. Oh, sorry guys. लिएर आउन रोहित त भाग्यो त सुनेर भाषा बुझ्यो कि क्या हो यस्तो छ है भिडभाड बुझ्न सक्नुहुन्छ चट्टै लाएर यस्तै छ है यस्तै छ लोसारमा आउने केटीहरू नपटो यार केटा हो नेको लाएर आउँछन् ब्लग दिस इज माई जे पाए त बोल्न पाउँदैन क्या दिस इज आवर ए सरी भाइ अब चाहिँ मेरो भ्लग जाने भयो भ्युज चाहिँ बवाल जाने भयो है किनभने पख एकछिन है अब चाहिँ भ्युज जाने भयो मेरो यस्तो मान्छे आएपछि भ्युज गइहाल्छ नि न्यू रोड दिस इज न्यू रोड यु नो न्यू रोड आइसकेको छौँ हामी गाइज अब यहाँबाट पारी जानुपर्छ
लेट्स गो गाइज सबै आफू खस्नु भएन त्यही हो कस्तो तिमी दोष भग्नमा न गर्लफ्रेन्ड रिभिल हुन्छ कि ए गर्लफ्रेन्ड गर्लफ्रेन्ड रिभिल हुन्छ कि अनि गाह्रो परेन घरमा सरी गाइज सरी तपाईँहरूलाई घरमा यो त फटो क्यामेरा ल देखिरहेको छ हो बोल न बोल मेरो माइक एउटा त्यहाँसम्म सुनिन्छ मजाले सुनिन्छ ल भन न गाइज हेलो हाइली गरिदिउँ है वाट्सएप केटाहरू भेट भयो है हाम्रो मान्छे मार्ने के लाग्यो टाउकोमा त्यो मैले नसुनि जस्तो के हो म एकछिन सोध्छु है त ल सोध्नु न हजुर सोध्नुहोस् टाउको के हो टिका ओके ओके बाई बाई What's up? उस्मान किन रिभिल गरिदिउँ भने चित्त बुझेन है चित्त बुझेन लोसार मेरो गुनासो पुग्दैछु यो भिडियोमा मेरो एउटा गुनासो तामाङकै भयो नि मगर चाहिँ ल्याउनु पर्यो ज्योति मगर चाहिँ ल्याउनु पर्यो त्यो नि एउटा एक्टर हो त्यसलाई चाहिँ बिर्सिनु भयो नेपाललाई चर्चित नेपालको चर्चित एक्टर